हेलो गाइस, वेलकम सबैलाई मेरो मिनी भ्लगमा वेलकम छ। हामी चाहिँ आज घुम्न गइरहेको छौँ बाहिर बहिनीलाई लगेर। बहिनी जाने रहेछ। अब हामी जान्छौँ, स्कुटी निकाल्नु हो। अब हामी जान्छौँ, हामी के गर्छौँ भनेर सबै देखाउँछौँ। रेडी भएको मान्छे दुइटा रेडी भइसक्यो बाइक। अब हामी निस्किन्छौँ। टाइम लाग्न सक्छ हामीलाई। अब हामी सल्लाह गर्दैछौँ कता जाने के गर्ने भनेर। आज भलक जगाउने के अरे आज भन्नु त भलक जगाइदिने हामी त हिँडेको यता पहिर बाबु हामी ठन्डा पनि यस्तो है बाटो कस्तो यस्तो बाटोमा नि हामी हिँडेर जानुपर्ने अवस्था आएछ गाइस। यस्तो बाटोमा ए अस्ति आएको छ रे यो ए एकदम राम्रो रहेछ। मेरो जुत्ता नि बाँधिदिनु हुन्छ अहिले सानो थियो। अब यत्तिको बुढा चाहिँ पाउनुपर्छ है सबैले। यस्तो बुढा सबै पाउनुपर्छ गाइस। ल शिवजी यसरी हल्लिन्छ त डर लाग्छ। आमा आउनुभयो एउटा यस्तै बुताबाट गएर साह्रै दुःख गरी ल्याउनु भयो। गाह्रो छ। कस्तो लाग्छ एउटा कमेन्ट त गरिहाल्नुहुन्छ सानोले, त्यो त मलाई थाहा छ। मलाई चाहिँ एकदम ठिक लाग्यो। ओ माइ गॉड, तल तल हेर्दा नि डर लाग्छ यार। म त हेर्दैन है, तल हेर्दा लास्टै डर लाग्यो। पोखरी कस्तो पोखरी कस्तो राम्रो एरिया वा एकदम राम्रो एकदम शान्त। यस्तो दामी छ गाइस, हजुर पनि आउनु होला। वा हेर्नु त यस्तो दामी छ, लास्टै दामी यार। यस्तो तर पनि छ यस्तो दामी यस्तै बसिरहेको यहाँ यस्तो दामी छ। कस्तो दामी है, कस्तो दामी हावा छ लगाइ एकदम दामी छ। एकदम राम्रो नाच्न हुन्छ कस्तो आउँछ चौतार कस्तो राम्रो यस्तो राम्रो हावा। कस्तो लाग्यो एकदम त्यो त स्याड बसी देखिन्छ त। कस्तो लाग्यो? राम्रो लाग्यो। राम्रो लाग्यो हावा चलिरहेको। किन हाल्दैन हाल्दैन अरे म गाई। ल पछि म हजुरलाई एउटामा देखाउँछु मेरो आउँछु हाल्दैन मेरो। हामी आफ्नो फोटासोटा भ्याएर पारिपट्टि हामी सब आज फोटा खिचेर आयौँ। हामी के हामी त गएर आज के टावर हो किन देखाउँ? आफूलाई पनि देखाउँ, आफ्नो भलो आफूलाई देखाउँ त। के हाम्रो भगवान् राम्रै दिन आउला है। हामी घुमेर पुल चाहिँ घुमेर आयो। अब उता जान्छ अर्को ठाउँमा टाउडा जाने भनेको छौँ। अब त्यहाँ घुम्यो भने देखाउँछ हजुरलाई। लास्टै गर्मी बाबरी झुलुङ्गे पुल जाने बाटो त्यसले कस्तो राम्रो भ्यू छ। देखियो कस्तो राम्रो भ्यू छ है लास्टै। तर मजाको लाग्यो मलाई त। खासै मजा लागेन, गर्मी धेरै हुन्छ। गर्मी त गर्मी हुन्छ। अहिले हामी रुममा पुगेको आइसक्रिम बाई बाई।